उता परतिर हिँडेको होइन। त्यही हो गाइस, आज हाम्रो सानोतिनो पार्टी छ है गाइस। तपाईँहरूलाई नि खानु मन छ भने आउनु, तर हामी लिँदैनौँ। त्यही हो गाइस, भिडियो हेर्नु होला पुरै होइन। उता परतिर हिँडेको होइन। त्यही हो गाइस, आज हाम्रो सानोतिनो पार्टी छ है गाइस। तपाईँहरूलाई नि खानु मन छ भने आउनु, तर हामी लिँदैनौँ। त्यही हो गाइस, भिडियो हेर्नु होला पुरै होइन। हामी रनिङ गरिरहेको छौँ होइन, चट्टोसँग। सो गाइस, हामीले चाहिँ आज पार्टी हेर्नको लागि भनेर मासु ल्याएको छौँ चट्टोसँग। मासु धेरै छ नि गाइस, अब धेरैजना नि होइन, एक दुईजनाको लागि हो होइन गाइस। त्यही गाइस, नाइट भ्यू भनेर देखाउँ भनेको तपाईँहरूलाई। अब यस्तो राम्रो भ्यू देखिराख्नु भएको छ, त्योभन्दा नहेर्दा नि हुन्छ है गाइस। यही हो, हामीले किनेको ट्युब किन्यो चट्टोसँग यता चलाएर होइन। सो गाइस, हाम्रो चाहिँ पार्टी सुरु हुनको लागि अब पकाउँदैछौँ हामी होइन। अब यही हो गाइस होइन, मेहनत मासु सासु सबै थोक छ है गाइस। यो चाहिँ यस्तो छ व्यवस्था गाइस। हो गाइस, यही हो गाइस। ल मासु हाल्न लागेको चट्टोसँग बिरयानीको लागि। जिराहरू चाहिँ बास्नै अर्कै हुन्छ कि। अहिले यस्तो छ है फिलहाल अवस्था। अब अनि गाइस, हाम्रो चाहिँ यो अब पार्टी हान्ने कुरो होइन, यतिको भएको छ। तपाईँहरू चाहिँ हामी जस्तै काम चाहनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्नु होला होइन। हामी चट्टोसँग भाइको बस्नुहुन्छ होइन। हामी त खतरा पनि फेरि यो गाउँको त होइन कि। गाउँको नाम फेरि चपाउली है गाइस, मासु भात चपाउली। कस्तो भयो हेरौँ। पाक्दैछ है गाइस, पाकिसकेको छ है। हाम्रो बिरयानी के बिरयानी अरे केटो? चिकन बिरयानी गाइस, यस्तो भएको छ है गाइस। ल है गाइस, अब चट्टोसँग हाम्रो चाहिँ पाक्यो होइन। अब जाऊँ ल गाइस, जाऊँ। ल गाइस, लत त बोकेर आइज, म राखेर आउँछु। ल गाइस, ल यो गाइस कुकर है गाइस, यो चाहिँ चट्टोसँग होइन, हाम्रो नेपाली कुकर। अहिले त सामान छ गाइस, अब यस्तै हो। गयो फेरि कपाल उडाउँदो खिचडी जस्तो बिरयानी भएछ गाइस। यसलाई बिरयानी भन्न मिल्दैन, यसलाई मासु भात भन्नुपर्छ होइन गाइस। खासमा भन्नुपर्दा ल्याम्म होइन त गाइस, मासु भात यस्तो हो। त्यसमा त मासु झरेन कि हो होइन, झरोस् कि नझरोस् हालौँ न गाइस। हामीलाई पुग्छ दुईजनाले। कपाल उडाउँदो यति भयो फुल है। गाइस, अब चाहिँ हामी खान्छौँ है। त्यही गाइस, तपाईँहरू अब यहाँ आउनुभयो भने यसो पकाउनलाई हामीलाई सम्झिनु होला होइन। यो चाहिँ पानी धेर भएको कारणले यस्तो भएको होइन। त्यस्तो घिना नगरिदिनु होला गाइस।